सो राइट गुड मर्निङ गाइज द न्यू डे विथ द न्यू ल सो अहिले चाहिँ मेरो ब्याकग्राउन्डमा देखिराख्नु भएको छ यसको पछाडि कुरा गरौँ ल अगाडिको कुरा भनेको मुस्ताङ थिएँ म होइन आफ्टर लङ टाइम मुस्ताङ गइयो मुस्ताङबाट फर्किँदाखेरि चाहिँ मैले खासै भ्लग बनाइन पानी परेको कारणले चाहिँ होइन अनि अर्को कुरा के छ भनेपछि मुस्ताङमा चाहिँ मलाई पहिला एकदम जान गाह्रो थियो नि म पहिला गिभअपै गरेर आएको नि त हाई एल्टिट्युडको कारणले अनि मेरो हाई एल्टिट्युड चाहिँ कसरी भयो म तपाईँलाई अलिकति कुरा सुनाउँदै गर्छु यो चाहिँ एकदमै काम लाग्छ होला तपाईँहरूलाई होइन हाई एल्टिट्युड भनेको चाहिँ जो कोहीलाई लाग्न सक्छ म हुँ भन्ने फिटनेस भएको होला मैले धेरै रिसर्च गरेँ त्यो विषयमा चाहिँ होइन जो कोहीलाई पनि लाग्न सक्छ पहिला पहिला त गइराख्ने डाइरेक्ट अप्पर मुस्ताङ चाइनाको बोर्डर कोरोला डाइरेक्ट गइदिँदा नि केही फरक नपर्ने होइन अनि एक्कासी म 2 वर्ष जस्तो ग्याप भयो 2 वर्ष कसरी ग्याप भयो भनेपछि म चाहिँ युएस गएको थिएँ युएसमा चाहिँ अलि लो एल्टिट्युडमा बस्ने बानी भएर होला खानासाना केही मिलेन होला होइन पेटमा प्रब्लम ग्यास्ट्रिकले पनि लाग्न सक्ने चान्स धेरै हुँदो रहेछ हाई एल्टिट्युड होइन डाइरेक्ट दुईचोटि जाँदाखेरि चाहिँ मलाई हाई एल्टिट्युड लाएर यस्तो गाह्रो भयो एकचोटि कति बेला गाह्रो भयो भनेपछि उहाँ लिमी लाप्चा जाने बेला 5000 को हाइटमा होइन यस्तो कुदाउनु मन थियो होइन नसकेको जिउले यार 5000 2000 3000 फेरि 5500 त्यस्तो हाइट एल्टिट्युड क्या तलमाथि गर्दाखेरि मलाई एकदम गाह्रो भयो त्यति बेला अनि मलाई के भएछ भुइँमा डिफेक्ट भएछ कि के भनेर सोचेको अनि त्यस्तो चाहिँ होइन रहेछ बिस्तारै बिस्तारै जानुपर्ने रहेछ कि एडप्ट भएर जानुपर्ने रहेछ खानाको टाइमिङ मिलाउनु पर्ने रहेछ ग्यास्ट्रिक हुन नदिनु पर्दो रहेछ होइन मगुरुङहरूसँग डोल्पा जाने बेला पनि मैले त ज्यान भन्दा ठुलो त केही कुरा होइन भनेर मैले गिभअपै गरेर आएँ गिभअप गर्ने मेरो ब्लडमा छैन भन्नको लागि पनि आफूसँग त्यो उ त हुनुपर्छ क्या होइन अब त्यो ज्यानले दिएन होइन रिस्क लिएर हावा पानी आगोसँग नखेल्नु भने जस्तै अब यो हाई एल्टिट्युडसँग नि खेल्नु हुँदैन कि मान्छे टुप्लुक टुप्लुक गएको छन् इन्डियनहरू कति धेरै त्यही मुक्तिनाथ जाने बेलै पुक्लुक पुक्लुक पर्छ अनि मुक्ति मिल गयो भन्छन् रे नि त